प्रभु येशू ख्रिस्टको नाममा सबैलाई जय मसीह। आज फेरि पनि म तपाईँहरूको बिचमा एउटा अत्यन्तै महत्त्वपूर्ण वचन लिएर आएको छु। आजको शीर्षक रहेको छ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। पहिलो कोरिन्थी 1:9 हामीले यसरी भेटाउँछौँ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रिस्टको सङ्गतिमा तिमीहरू बोलाइयो। व्यवस्था 7:9 पनि हामी यो भेटाउँछौँ, यसकारण याद राख परमप्रभु तिमीहरूका परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ, एक विश्वासयोग्य परमेश्वर। अब यो विश्वासयोग्य भन्नाले हामी के बुझ्न सक्छौँ त? यसो भन्नाले कुनै यस्तो व्यक्ति जसमाथि हामी पूर्ण भरोसा गर्न सक्दछौँ। जसरी एउटा सानो बालकलाई कुनै पनि माथिबाट हाम फाल्नु पर्यो भने आफ्नो आमा वा बुवाले उहाँलाई पक्रिनुहुन्छ भन्ने, त्यो सानो बालकलाई पक्रिनुहुन्छ, मलाई भुइँमा झर्न दिनुहुन्न, मलाई लड्न दिनुहुन्न, मलाई पछारिन दिनुहुन्न भन्ने चाहिँ त्यो बालकलाई जसरी विश्वास हुन्छ, त्यो हो एउटा विश्वास अनि त्यो हो एउटा भरोसा। हामी परमेश्वरलाई त्यसरी नै भरोसा गर्न सक्छौँ। हामी हाम्रो परमेश्वरलाई त्यसरी नै विश्वास गर्न सक्छौँ, किन उहाँ विश्वासयोग्य हुनुहुन्छ। उहाँ इमान्दार र कहिल्यै नबदलिनु हुने परमेश्वर हुनुहुन्छ। परमेश्वरको विश्वासयोग्यता कति महान छ, यो आकाशसम्मै महान छ। भजन सङ्ग्रह 36:5 हामीले यो भेटाउँछौँ, हे परमप्रभु तपाईँको करुणा त स्वर्गमा छ, तपाईँको सत्यता आकाशसम्मै पुग्छ। परमेश्वरको सम्पूर्ण कार्य विश्वासयोग्यतामा गरिन्छ। भजन सङ्ग्रह 33:4लाई हामी हेऱ्यौँ भने, किनकि परमप्रभुको वचन पक्का छ र उहाँका सबै काम सत्यतामा हुन्छ। परमेश्वरको विश्वासयोग्यता उहाँले गर्नुभएको सम्पूर्ण प्रतिज्ञाहरू र उहाँले बोल्नुभएको हरेक वचन पुरा गर्नुमा नै कायम र प्रमाणित हुँदछ। परमेश्वर बदलिनुहुन्न, किनभने उहाँले ढाँट्नुहुन्न र पश्चाताप पनि गर्नुहुन्न। परमेश्वरले आफ्नो हरेक प्रतिज्ञा उहाँको छोरा वा छोरी आवश्यकतामा हुँदा तिनको सुरक्षा, सहयोग र अगुवाईका निम्ति पुरो गर्नुहुन्छ। दोस्रो तिमोथी 2:13मा हामीले यो कुरा पनि भेटाउँछौँ, हामी अविश्वासी छौँ भने पनि उहाँ त विश्वासयोग्य नै रहनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न। पहिलो कोरिन्थी 10:13मा हामीले यसरी लेखेको भेटाउँछौँ, मानिसलाई आइपर्ने परीक्षा बाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुने छैन, तर तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ। साँच्चै नै परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले हामीलाई हरेक परिस्थितिहरूमा सहायता गर्नुहुन्छ। हुन्छ, सबैलाई जय मसीह।